ब्लड लियो। ब्लड लिइसकेपछि हामीलाई तल गएर भिडियो एक्सरे गरेर पेट किडनीहरूमा भिडियो एक्सरे प्रब्लम छ कि छैन के छ भन्ने कुरा सबै चेक गर्दो रहेछ। सो आज चाहिँ फेरि हामी टक्क लाएर अर्को दिन नेक्स्ट डे होइन हामी जाँदैछौँ। कहाँ जाँदैछौँ भाइ? हामी चाहिँ हाम्रो प्रोडक्ट लिएर होइन चेक गराउन मेडिकल भन्छ यहाँ हाम्रोतिर चाहिँ पिसाब चेक गर्छ, यहाँ चाहिँ पिसाब चेक गर्ने हुन्छ। मधेसीले बाटो रोकेर यहाँ बनाउन लाग्यो मधेसीले बाटो, त्यही भएर हामी यहाँ वेट गरेर बसिरहेछौँ। आयो त गर्दै आयो। जम्मा चिनेको चाहिँ काम गर्नेलाई बोल्दैछ हो र Vem para cá, não, Gildrau. Esta acho nosso 2 minutos, estamos aqui, estão. नेपाल बाटै अस्ति हेर एउटा चाहिँ टप कलर मेडिकलको लागि आज सब आएको छ। अहिले के हुन्छ कसो हुन्छ मेडिकलमा देखाउनु पर्ने हुन्छ। अहिले चाहिँ हामी टक्कै झार्दियो केटाहरू सबै हामीहरू मेडिकल गर्नको लागि यहाँ आएको छौँ। के ठाउँ यो भाषा आउनु नगरे सो हामी जानुपर्ने हुन्छ। हाई एन्डसँग लाइन रहेछ त डेन्जर हेड। यहाँ भिडियो गर्दै हुनु छैन उहाँलाई कसैले पिट्यो हुन्थ्यो भिडियो पिट्छन्। सो हामी चाहिँ यहाँबाट जान्छौँ। ओके या sure we stay here or go? वेटिङ रुम हामीलाई अब त्यहाँभित्र सफा गरिरह, त्यही भएर हो युनिट क्लिन छ। भाइ यता खान हाम्रो हेन्सम दाजी। हाम्रो पुलिस दाइ कहाँ हुनुहुन्छ यार? यस प्लिज। कस्तो फिल भइरहेछ दाइ? एकदम गुड चिल छ नि। अहिले केही बोल्नु नखेरी हिजो राति बोल्नु राति भिडियो भ्लग बनाउनु पर्यो कि राम्रो छैन। हामी यहाँ मेडिकल गर्न आएको छौँ। सो वी हेभ टु वेट हियर। बाहिर बस्नु भने टक्क बसिरहेको वेट गरेर मेडिकलमा। ल हाम्रो सबैजनाको मेडिकल भएर हामी यहाँ आएको छौँ। मिल्छ ल मेडिकलमा के भयो? हाम्रो धिमाल सर हिजो बल्ल आउनुभयो, हामी अस्ति आयो। मिडियातिर म धेरै छैन। ए हुनु न तपाईँ बोल्ने मान्छे त होला नि। बोल्ने मान्छे हाम्रो भान्जे हो नि, अरू त के त नि भाने छैन। हाम्रो मौसम भाइ मिज्जु भाइ भाइ के कुराहरू गर्दो रहेछ मेडिकलमा? गुमाको गरो के अरे लाइन बाई लाइन भन न। सेट पुस्नेवाला दुईटामा छिर्नै बिर्सेछ। माथि आइदिन्छु म। पछि गए भागो त्यो त भाग्यो भनेर पठाएको थियो नि त। पानी खानै बिर्सेछ क्या दाइ, ल्याइदिनु न पानी लास्टतिर लाग्यो क्या। फेरि जुत्ता लाउनु पर्छ जुत्ता हेरे कतिवटा खोल्नु भ्लगमा यस्तो भनिदिनुहुन्छ अनि जुत्ता खोल्नु पर्छ म जान्न।
किरण भाइ मेडिकलमा के भयो लाइसेन्स भनौँ न कसैको छैन ल हाम्रो दाजुले भन्नुहुन्छ मेडिकलमा के भयो दाइ बुलगेरी आएपछि काम गर्न वर्करहरूले मेडिकल के गर्नुपर्छ मेडिकल गर्ने खण्डमा तपाईँको अब स्टार्टिङमा आँखा चेक भयो मार्क्स अब कोभिडको सर बोलाउँ डिस्टर्ब नगर दाइलाई यहाँ हाम्रो नयाँ केटाहरू बुलगेरी आउन कोही मान्छे केटाहरूले आएर सिक्नुपर्ने हुन्छ त्यही भएर लाइन बाई लाइन फर्स्टमा आँखा चेक सेकेन्डमा अल्ट्रासाउन्ड थर्डमा इसिजी गर्यो अनि त्यसपछि ब्लड दियो हामीले आफ्नो अनि त्यसपछि आफ्नो दिशा दियो दिशा चाहिँ हाम्रो एउटा कन्टेनर ल्याइदिएको थियो एउटा डिब्बा ल्याइदिएको थियो डिब्बामा हामीले आफ्नो टोयलेट लिएर आइयो अनि सबै कुरा छोडेर टक्क हामी अहिले बाहिर वेट गरेर बसेका छौँ अब यसले गाडी चाहिँ हाम्रो त्यही हो मर्सिडिज बेन्ज होइन टक्क फेरि हामी हिँड्ने यसमा हो कि अनि के थियो भन्दाखेरि सुरुमा हामीलाई हाम्रो होस्टेलदेखि टक्क लिएर आयो यहाँनिर होइन अनि लिइसकेपछि तपाईँको के गर्यो भन्दाखेरि फर्महरू भऱ्यौँ फर्म भरिसकेपछि ब्लडको लागि गऱ्यो ब्लड लिइसकेपछि हामीलाई तल गएर भिडियो एक्सरे गरेर पेट खिच्नेहरूमा भिडियो एक्सरे प्रब्लम छ कि छैन के छ भन्ने कुरा सबै चेक गर्दो रहेछ अनि त्यसपछि त्यो गरिसकेपछि अनि हाम्रो टक्क लाएर उता अर्कोमा आँखा चेक गर्न गयो आँखा चेक गरेर आँखाको पनि कति छ रेन्ज होइन राम्रो छ कि छैन देख्छ कि देख्दैन त्यो कुराहरू हेऱ्यो त्यो कुराहरू हेरेपछि इसिजी गर्यो इसिजीमा चाहिँ तपाईँको हार्टको चेक गर्नुहुँदो रहेछ हार्टबिट कतिको चलिरहेको कसरी चल्छ भन्ने अनि लास्टमा चाहिँ प्रेसर पनि नापेर टक्क प्रेसर गरेर आयो होइन एन्ड त्यही कुरा त्यही भएर मेडिकल गर्न आउनुभन्दा अगाडि चुरोट नखानु होला रक्सीहरू नखानु होला रक्सी एकदम फ्री छ सस्तो छ थोरै पैसामा आउँछ भनेर रक्सी खाएर मेडिकल गर्न चाहिँ अलिकति नआउनु होला भनौँ न अब यो गरिसकेपछि हाम्रो भोलि लङ्सको भिडियो एक्सरे हुन्छ मन्डे पर्सिको लागि फेरि हामी यहाँ आउनुपर्ने हुन्छ यो ठाउँमा होइन अर्को ठाउँ छुट्टो चाहिँ सो अब हामी वेट गरेर बस्छौँ गाडीको एन्ड गाडी आउने बित्तिकै हामी जान्छौँ केटाहरू सब यहीँ बसिरहन् सोमबार अनि हामी चाहिँ गाडी चढी जान्छौँ है अब सब मेडिकल गरिसकेपछि हामी यहाँबाट जानुपर्ने हुन्छ ठक्क लगाएर है हामी चाहिँ मेडिकल गरेर यहाँबाट जाँदैछौँ मेडिकल कस्तो भयो तपाईँको के छ बबाल हो नि सब नर्मल हामी बोइल फुटबल खेल्ने मान्छे अनि है सो हाम्रो गाडी यहाँ रेडी भयो हामी गाडीमा जानुपर्ने हुन्छ सब प्लान जान्छौँ ल हामी चाहिँ यो बुल्गेरियाको मेडिकल गर्ने ठाउँबाट टक्क अहिले निस्केर जाँदैछौँ यहाँबाट त्यही किन्नु पर्ला भाइ यहाँबाट हिँड्छौँ अब हामी जान्छौँ कार चाहिँ हो पर्छ नि भन्दा नि यिनको भनेर यिन दुइटा चाहिँ यहाँको ट्यापे बुल्गेरियाको मा ट्यापेहरू हिँडिरहेको छ यिनीहरू दाजुभाइ हो ट्यापे हो ट्यापेहरू आएको केटा झ्याल बन्द गर गाडीको ढोका सका बन्द गर चुरोट जाँदै हिँडिरहेको छ बाउले थाहा फाइनली गाडीले छोड्दै हामीलाई अब जानुपर्ने हुन्छ माथि घरमा अब सिधै घरमा घर बस्ने यहीँ अब आइयो 2 घन्टा पछाडि